यो भिडियो हेरेर त तपाईँलाई थाहा भइसक्यो है, यो भिडियो चाहिँ कहाँको भनेर है। लास्ट टाइम चाहिँ हामीहरू दार्जिलिङमै थियो। दार्जिलिङ भएको कारणले गर्दा चाहिँ नानीलाई चाहिँ घुमाउनु लाने भनेर चाहिँ हाम्रो सल्लाह भएको थियो है। अनि लास्ट इयर पनि घुमाउनु नपाएर चाहिँ त्यसले हामीलाई भनिराखेको थियो नि त है, घोडा चढ्ने भनेर है। त्यसले गर्दा चाहिँ हामी दार्जिलिङतिर गयौँ है। दार्जिलिङ चाहिँ हामी को गयौँ भन्दाखेरि चाहिँ बहिनी, ज्वाइँ, आमा अनि नानी, म र हस्बेन्ड चाहिँ गएको थियो है। अनि दार्जिलिङ चाहिँ हाम्रोदेखि चाहिँ 3 घन्टा जस्तो लाग्छ नि त। त्यसले गर्दाखेरि हामीले गाडी रिजर्भ गरेर गएको थियो। अनि मन्दिर पनि जाने भनेर चाहिँ सोच्दै थियौँ, तर अब मन्दिर अलिक ढिलो भएको कारणले चाहिँ गएनौँ है। त्यसले गर्दाखेरि अब बिहिबारको दिनमा भएको कारणले गर्दाखेरि चाहिँ मार्केट चाहिँ सबै बन्द थियो अनि सुनसान पनि थियो अलिकति है। त्यसले गर्दाखेरि चाहिँ हामीलाई चाहिँ भाइले चाहिँ माथिसम्म नै पुऱ्याइदिने भनेर चाहिँ हामी जाँदै थियौँ है। किनकि अब माथिबाट गयो भने चाहिँ अलिकति हिँड्नु सजिलो हुन्छ नि त भनेर चाहिँ हामीलाई माथिसम्म नै पुऱ्याइराख्यो। त्यसले गर्दा चाहिँ हामी माथि पुगेपछि चाहिँ बिस्तारो हिँड्दै गयौँ, किनकि अब धेरै त्यो ओरेन्ट उकालो धेरै लामो पर्छ नि त। त्यसले गर्दा चाहिँ हामीलाई त्यहाँनिर प्लान्टेसको अगाडि छोडेर चाहिँ हामी बिस्तारै हिँड्दै हिँड्दै गयौँ है। यहाँबाट चाहिँ अलिक सुबिस्ता पनि छ बाटो है। अनि नानी चाहिँ यति धेरै खुसी थियो है, कहिले चाहिँ अब चौरस्ता पुग्ने भनेर चाहिँ उसलाई घोडामा कहिले चढ्ने भनेर चाहिँ एकदम एक्साइटेड भएर चाहिँ ऊ चाहिँ काका र बाबाको हात पक्रेर चाहिँ आउँदै थियो। म चाहिँ अगाडि अगाडि हिँड्दै थिएँ अनि आमा र म चाहिँ पछाडि पछाडि है। अनि हिँड्दा हिँड्दै अनि भन्दा भन्दै पुग्यो। ऊ चाहिँ जान्ने साथै घोडै चढ्ने भन्यो नि त। अनि घोडा चढ्दै थियो है। अनि चढिसकेपछि चाहिँ अनि गाडी खेल्ने भन्यो नि त। गाडी खेलेपछि चाहिँ त्यहाँनिर अब आन्टीले घोडा चाहिँ चढाएछ। खास गरी चाहिँ 3 राउन्ड मात्रै 100 रुपिसको, तर उसलाई चाहिँ 4 राउन्ड कुदाएको थियो। किन भन्दाखेरि ऊ चाहिँ यति धेरै गफ गर्यो नि त। आन्टीलाई पनि मजा आएर चाहिँ 4 राउन्ड घुमायो भनेर चाहिँ खुसी हुँदै थियो नानी पनि है। त्यसले गर्दा चाहिँ हामी चाहिँ एकछिन आज त्यो दिन चाहिँ अब बिहिबार परेकोले गर्दा चाहिँ बिहिबार चाहिँ दार्जिलिङमा चाहिँ गोर्खे हाट लाग्दो रहेछ है। अनि गोर्खे हाट पनि जाने नि त, किन अनि गएको बेलामा भनेर चाहिँ सोच्यो है। तर गोर्खे हाटमा जाँदा चाहिँ यस्तो राम्रो राम्रो सामानहरू थियो है। अब सबै ह्यान्डमेड है, अनि अर्ग्यानिक सागसब्जीहरू है। अनि खानुमा पनि यति राम्रो राम्रो चिजहरू बनाएको थियो। अनि त्यहाँनिर धेरै फुलहरू पनि थियो। आमाहरू चाहिँ फुल हेर्न जाने भन्यो नि त, मैले भिडियो गरिनँ है। अनि हामी चाहिँ पछाडि पछाडि नानीलाई पक्रेर म हिँड्दै थिएँ है। यति धेरै भिड थियो, राम्रो पनि लाग्यो है। सबै नेपाली दाजुभाइहरूले आफूले बनाएको चिजहरू त्यहाँनिर अब बेच्दाखेरि है कति राम्रो खुसी पनि लाग्यो है। तर अब किन्ने मौका चाहिँ मैले पाइनँ, किनकि नानी हिँडेकै थियो नि त, कुदेको थिएर चाहिँ मैले अब हेर्दै अलिअलि भिडियो मात्रै गर्दै थिएँ। अनि अब भिडभाडमा है नानीहरू पनि हराउँछ कि भन्ने डर पनि लाग्यो है। तर यो चाहिँ एकदम अब गोर्खे एकदम हामीले आफै अब बनाएको अर्ग्यानिक चिजहरू है। अनि यहाँनिर यो सामान चाहिँ मलाई किन्नु मन परेको थियो, तर अब के गर्नु, बोक्नु टाढो परेर बोकेन। अनि भन्दा हामीलाई वाचिपा खानु जाउँ न भन्यो नि त। वाचिपा पनि एकदम अर्ग्यानिकै हो नि त, राम्रो हो है चिज। त्यसले गर्दाखेरि भन्दाखेरि चाहिँ वाचिपा खाँदा खाँदा अगाडि हामीले अरू कुनै खाएन। अनि नानी चाहिँ चाउमिन खाने हेऱ्यो नि त। अनि चाउमिन खाँदा खाँदा चाहिँ म चाहिँ अर्ग्यानिक सब्जी के लैजाउँ भनेर सोच्दै थिएँ। अनि त्यहाँनिर चाहिँ मैले के किनेँ हेर्नुहोस्, दार्जिलिङबाट पनि सब्जी किनेर चाहिँ हामीले 1-2 फोटो खिच्यौँ है। खिचेपछि चाहिँ यो फोटो तपाईँलाई साझा गरेको छु है। के कस्तो लाग्यो कमेन्ट गर्नु होला है साथीहरू।